पराजित ईश्वर पोखरेल धेरै राम्रो मान्छे हो। एमालेमा एउटा लामो इतिहास भएको माले कालको संस्थापक हो र ईश्वर पोखरेलको नेकपा एमालेमा धेरै ठुलो योगदान छ। तर त्योभन्दा ठुलो योगदान र आजको आवश्यकता र आजको चुनौतीको सामना गर्न सक्ने क्षमता केपी शर्मा ओलीसँग भएको कारणले राम्रो ईश्वर पोखरेल हुँदाहुँदै त्योभन्दा राम्रो छान्दाखेरि केपी ओली आउनु भएको हो। नेकपा एमालेको एउटा जुन साख हो, जुन परम्परा हो, जुन इज्जत हो, जुन प्रतिष्ठा हो नेपाली समाजमा नेकपा एमाले प्राप्त गरेको त्यो प्रतिष्ठा चाहिँ फेरि एकपल्ट आर्जन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई धेरै ठुलो घेराबन्दी थियो। राष्ट्रिय रूपमा घेराबन्दी छ, अन्तर्राष्ट्रिय रूपमा घेराबन्दी छ र अध्यक्ष केपी शर्मा ओलीलाई साँच्चै भन्नुहुन्छ भने मुलुकको सबभन्दा टार्गेटेड पर्सन किन बनाइयो भन्दाखेरि उहाँले देशको हितमा गरेको काम, राष्ट्रहितको पक्षमा गरेका कामको कारणले उहाँलाई टार्गेट गरियो। अन्ततः नेकपा एमालेका 6,67,636 जना प्रतिनिधिहरूको तर्फबाट आएका अब प्यानलले मतदाताले दिएको मत हो, त्यसलाई हामी सम्मान गर्न चाहन्छौँ। सबैलाई धन्यवाद भन्न चाहन्छौँ। मिडियाकर्मी, पत्रकार साथीहरू जसले बेला बेलामा समाचार ल्याउनु भयो, धन्यवाद भन्न चाहन्छौँ। कुरा के हो भने हरेक व्यक्तिको पपुलारिटी बेग्लै बेग्लै हुन्छ। हरेक व्यक्तिको आकर्षण, हरेक व्यक्तिको चाहिँ एउटा कार्यकर्ताको बिचमा भिज्ने कला फरक फरक हुन्छ। त्यस अर्थमा महासचिवमाथि धेरै ठुलो टार्गेट थियो। शङ्कर पोखरेल नेकपा एमालेको महासचिव मात्रै नभएर देशको एउटा चाहिँ बेदाग नेता हो। आजसम्म उहाँलाई राजनीतिमा लागेदेखि अहिलेसम्म एउटा विषयमा पनि कुनै आरोप छैन शङ्कर पोखरेललाई। उहाँ नेपाली राजनीतिको त्यस्तो पात्र हो। मुख्यमन्त्री हुँदाखेरि उहाँले जम्मा 4 वर्ष हुनुभयो, अर्थमन्त्री पनि हुनुभयो। शून्य बेरुजु तपाईले नेपाल अधिराज्यभरि सबै पालिका, सबै सरकारको हेर्नु शून्य बेरुजु भएको, 100% पुँजीगत खर्च भएको कुनै प्रदेशको सरकार छ भने त्यो लुम्बिनी प्रदेशको शङ्कर पोखरेलको सरकार हो। यस अर्थमा उहाँ चाहिँ विचारको हिसाबले वैचारिक नेता हो, सबै हिसाबले सक्षम नेता हो र उहाँको जुन मत आएको छ, मतान्तर सुरेन्द्र पाण्डे पनि राम्रो हो, तर राम्रो मध्येको धेरै राम्रो छान्नुपर्ने हुनाले प्रतिनिधिहरूले शङ्कर पोखरेल छान्नु भएको छ। यस अर्थमा चाहिँ म सबै मतदाता प्रतिनिधिहरूलाई पनि धन्यवाद भन्न चाहन्छु।